गाइज गुड मर्निङ। अहिले चाहिँ म पाला ब्रिज माथि छु, एकदम पाला ब्रिजमै छु। तपाईँहरू देख्न सक्नुहुन्छ। र यहाँ चाहिँ हिजो सन्डे थियो, यति साह्रो भिड, यो मान्छे पौडी खेल्नु, गर्मी छ, भयङ्कर गर्मी थियो हिजो। आज त्यस्तै सनसाइन एकदम तगडा छ। त त्यो गर्मीलाई मेटाउनको लागि चाहिँ मान्छे बेसी जस्तो बजारबाट पुरा माथिबाट चाहिँ यहाँ तल खोलामा पौडी खेल्न भनेर, अनि यहाँनिर साधन धेरै छ। तपाईहरुले खानपान पनि पाउनुहुन्छ, तपाईहरुले स्विमिङ पुल पाउनुहुन्छ, खोलाको आनन्द नेचुरल एकदम पाउनुहुन्छ। त यति बढिया, मतलब मान्छेलाई यति साह्रो राम्रो लाग्छ। अब हामी त यहीँ जन्मेको हुर्किएको, हामीलाई त केही त्यति लाग्दैन, किनभने हामीले त बचपनदेखि पौडी खेल्दै आएको। र यहाँ चाहिँ भयङ्कर छ क्या। र यो चाहिँ म तपाईहरुलाई देखाउन चाहन्छु। ल हेर्नुहोस् है, हेर्नुहोस् है, यो तल हेर्नुहोस्, ओ तल यहाँ एकजना मान्छे पार हुँदैछ। त्यो पनि एउटा स्विमिङ पुल हो, सब पेमेन्ट हो, फ्रीमा केही छैन, पेमेन्ट हो। त्यहाँदेखि उता मास्तिर जो यो देख्दैछ, यो हाट बजार जस्तो, यो पाला हाट हो, पाला हाट हो। त्यहाँदेखि यो तल आयो, यो स्विमिङ, त्यहाँदेखि अझै उँभो आयो। यहाँ अर्को एउटा ब्रिज हेर्नुहोस्, फड्के पनि भन्दा भयो, ब्रिज पनि भन्दा भयो, बाँसको बनिएको हो, बाँसको हो। हो त्यो त्यसको तलतिर मासतिर जो अलिअलि पानी जमिएको छ सबै, यो स्विमिङ हो, एकदम मान्छेलाई खेल्ने जग्गा। अर्को म यहाँ मेरै मुनि देखाउँछु है तपाईँलाई। ल हेर्नुहोस्, अर्को हेर्नुहोस् है, सब सुविधा, खानपानदेखि लिएर आराम गर्नको लागि यो सब। अब म बिल्डिङ, यो ब्रिजको माथि छु, यहाँ मुनि देख्नुहुँदैछ नि पानी। ल हेर्नुहोस्, यो पनि स्विमिङै हो र यसरी बनाएको छ। अब त्यहाँदेखि म माथिल्लो साइड जाँदैछु, एकछिन पर्खनुहोस्। अब यहाँ हेर्नुहोस्, म अर्को माथिल्लो साइड आएँ। ऊ माथि तपाईँहरू गाडीहरू देख्नुहुँदैछ होइन, गाडीहरू त्यहाँ मासतिर फड्के केहरू बनाएको छ। यो सबै यहाँनिर पिकनिक स्पट हो, मान्छेको भिड हुन्छ दिनभरि। म अहिले बिहानै छ, अहिले त 5 साढे 5 को आसपास भयो, यी घाम पनि लाग्यो। त्यहाँबाट यही खोला हो, पाला खोला। ल हेर्नु, आज जुन 9 तारिक भइसक्यो, खोला बढेको छैन, पानी त बिचमा पर्दैछ, यस्तो छ अवस्था। और यही पानी मुनितिर गएर कट्ठा हुन्छ, अनि यहाँनिर मुनि स्विमिङ पुल, यो सुरु भएको स्विमिङ पुल तल एकदम फेदमा हो। यस्तो छ यहाँनिर चाहिँ प्राकृतिक आनन्द लिन सकिन्छ। ल हेर्नुहोस्, यो ब्रिज पनि मजेदार छ है। ल हेर्नुहोस् हो, पिकनिकवाला त कति हो कति यहाँनिर। पिकनिक सन्डे त भिड हुन्छ यहाँनिर। सन्डे एकदम भिड, अरू दिन पनि मान्छे आफ्नो छुट्टी मिलाएर, अहिले त स्कुलको ब्रेकहरू भएको होला, यस्तो पुरा भिड लाग्छ। कोही न कोही दिनभरि यहाँनिर भिड लागेको हुन्छ। सन्डे चाहिँ एकदम ज्यादा हुन्छ है। त यस्तै छ, पालामा पनि आउनु मौका मिल्यो। हिजो रेलीको बनाएको थिएँ, तपाईँहरूले रेली खोला बगाएर सुन्नुभयो आज यहाँ। ल हेर्नुहोस् है, कस्तो के लाग्छ आवाज, दरर एउटा गाडी हिँड्दाखेरि यस्तो हुन्छ। बाई बाई।